सामाजिक सञ्जाल आजको युग सूचना प्रविधिको युग हो। प्राविधिकको विकास सँगै इन्टरनेटको पहुँच हरेक ठाउँमा फैलिएको छ। इन्टरनेटको माध्यमबाट जन्मिएको एउटा प्रभावशाली साधन हो सामाजिक सञ्जाल। फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब, टिकटक, व्हाट्सएप आदिलाई सामाजिक सञ्जाल भनिन्छ। यसले मानिसलाई संसारको जुनसुकै कुनाबाट पनि एक अर्कासँग शिक्षाको क्षेत्रमा विद्यार्थीहरूले पढ्न लेख्नका लागि सजिलै जानकारी प्राप्त गर्न सक्छन्। व्यावहारिक क्षेत्रमा नयाँ उत्पादनको प्रचार प्रसार गर्न, व्यवसाय बढाउन सामाजिक सञ्जाल निकै उपयोगी भएको छ। त्यस्तै आफ्ना विचार, कला, प्रतिभा देखाउने र आम जनसमुदायलाई जानकारी दिने काममा पनि यो सशक्त माध्यम बनेको छ। तर सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा नराम्रो असर पारिरहेको छ। सदुपयोगको दुरुपयोग, झुटो समाचारको प्रचार, गाली गलौज, नफरत फैलाउने कुरो, मानसिक तनाव, बालबालिका तथा युवा विकृति, व्यवसायन जस्ता समस्या देखिन थालेका छन्। सामाजिक सञ्जालले मानिसलाई एक्लो, आत्मकेन्द्रित आभासी संसारमा सीमित गरिदिएको छ। हामीले सामाजिक सञ्जालको उपयोग सकारात्मक रूपमा गर्नुपर्छ। सही सूचना प्रविधि, शिक्षाप्रद सामग्रीको आदान प्रदान, रचनात्मक प्रदर्शन, समाजमा चेतना फैलाउने कार्यक्रम यसको सदुपयोग गर्न सकिन्छ। तर यसको दुरुपयोगबाट बच्न आवश्यक छ। निष्कर्षमा सामाजिक सञ्जाल आजको युगको आवश्यकता हो। यसले मानिसलाई विश्वसँग जोड्न सिकाउने र नयाँ अवसर दिलाउने काम गर्छ। तर यसको प्रयोगमा समय, संयम, समझदारी र जिम्मेवारी आवश्यक हुन्छ।